यहाँ चाहिँ क्याजुअल चेनहरु कसरी काम गर्छ भनेर लेखेको छ हैन। कोल्ड वेदर, फ्रोजन पाइप र वाटर लिक। अब यो बीचको भयो भने हुँदैन भन्ने छ। बट यो यसको प्रुफ पनि छ क्या र। अनि इफ देयर इज नो एभिडेन्स दे आर डिपेन्डेन्ट, यो इन्डिपेन्डेन्ट डिपेन्डेन्टको कुरा भयो। बेसिकल्ली चाहिँ एकदम सर्टकटमा हेर्नु पर्दाखेरि चाहिँ क्याजुअल चेन भनेको सिधावाला चेन भयो। कमन कज भनेको यो एउटा माथि हुन्छ, फ्लू, हेडेक, फिभर। अब जस्तै यहाँ चाहिँ हाम्रो यदि यो नोड एक्टिभ भयो भने चाहिँ हाम्रो यो दुईटा चाहिँ लिनियरली इन्डिपेन्डेन्ट हुन्छ। यो इन्डिपेन्डेन्ट हुने भयो यो दुईटा चाहिँ, अनि यो एक्टिभ भएन भने चाहिँ यो डिपेन्डेन्ट हुन्छ। अनि यो कमन इफेक्टमा चाहिँ यो भी सेपको भयो। भी सेपमा चाहिँ के हुन्छ भन्दा यो एक्टिभ भयो भने यो दुईटा चाहिँ डिपेन्डेन्ट हुने भयो, एक्टिभ छैन भने चाहिँ इन्डिपेन्डेन्ट हुने भयो। यहाँ त्यही नै लेखेको छ, इफ एक्स एन्ड वाइ इन्डिपेन्डेन्ट के यो त्यही हो, त्यही नै हो। अनि त्यसपछि दुईटा कन्डिसन चाहिँ एक्टिभ र नन एक्टिभ भन्ने हुन्छ। अनि यहाँ इक्जाम्पल दिएको छ, यो हेर्दा हुन्छ। मेनली चाहिँ यहाँ अब एक्टिभ ट्रिपल र इनएक्टिभ ट्रिपल भनेर छ। यो सिधा छ भने यो सिधा र अनि अर्को यो माथि छ वाला भीवाला छैन भने चाहिँ, यो बीचको एक्टिभ छैन भने चाहिँ यो दुईटा चाहिँ डिपेन्डेन्ट हुन्छ, लिनियरली डिपेन्डेन्ट अथवा नट ग्यारेन्टिड भन्छ। नट ग्यारेन्टिड लेख्नुपर्छ हैन। यदि यो बीचमा चाहिँ हाम्रो एक्टिभ छ भने चाहिँ, यो एक्टिभ छ भने चाहिँ हाम्रो इनएक्टिभ हुन्छ क्या यो ट्रपल। एक्टिभ भयो भने चाहिँ यो दुईटा डिपेन्डेन्ट हुने भयो, एक्टिभ भयो भने चाहिँ यहाँबाट जान्छ के। सो यो पाथ चाहिँ खुल्छ टाइपको भयो कि यो चाहिँ। अनि त्यही भएर यो दुईटा चाहिँ डिपेन्डेन्ट भयो, यहाँ चाहिँ डिपेन्डेन्ट भएन। बट भीमा चाहिँ एक्सेप्सनल छ। भी र यसमा चाहिँ, भीमा चाहिँ अब यो एक्टिभ भयो भने चाहिँ, यो एक्टिभ भन्दा नि यो अब्जर्भ भनौँ न, यो गिभन छ भने चाहिँ यो र यो चाहिँ डिपेन्डेन्ट हुन्छ, नभए चाहिँ नट ग्यारेन्टिड है। अनि त्यसपछि यसमा चाहिँ हाम्रो यसको डिसेन्डेन्ट एक्टिभ छ भने पनि यो पाथ एक्टिभ हुन्छ, भनेको यो र यो डिपेन्डेन्ट हुन्छ। अनि यसमा चाहिँ ग्यारेन्टिड इन्डिपेन्डेन्स चाहिँ ग्यारेन्टिड हुने भयो, यो एक्टिभ भयो भने, यस्तो वाला केस भयो भने हैन। अनि भीमा हो एक्टिभ एक्सेप्सनल भनेको, नभए अरूमा त सिधावाला बीचकोले ब्लक गर्यो भने यो र यो इन्डिपेन्डेन्ट भइहाल्यो के। त्यही हो, सिम्पलै छ। अब यो इक्जाम्पल हेर्नु पर्यो। आर गिभन बी छ, आर र बी छ, अनि गिभन टी छ भने चाहिँ यहाँ ब्लक भइहाल्यो नि त। त्यही भएर यो दुईटा चाहिँ हाम्रो इन्डिपेन्डेन्ट भइहाल्यो है। अनि यो इक्जाम्पल छ, यो चाहिँ त्यही ताराले नै गराएको छ। अनि यसमा अब यु र एक्स कहाँ छ, यु छ अनि एक्स छ हैन। अनि त्यसपछि यो चाहिँ हाम्रो इन्डिपेन्डेन्ट हो भनेको क्या, यो चाहिँ इन्डिपेन्डेन्ट हो भनेर सोधे हो, इन्डिपेन्डेन्ट हो त भनेर सोधे हो। इन्डिपेन्डेन्ट होइन, यो र एक्स यो एक्टिभ छैन, यो गिभनै देखाएन भने चाहिँ यो त नो भइहाल्यो। अनि त्यसपछि यु गिभन एक्स अनि गिभन टी भनेको यो एक्टिभ छ भनेपछि त हाम्रो यो ब्लक भयो नि त, भनेको डिपेन्डेन्ट भयो कि यो इन्डिपेन्डेन्ट चाहिँ भयो। अनि सेम कुरा हो, यहाँ एउटा एक्सेप्सनल छ। अनि मेनली अब ल यो भी अन्डरस्कोर डब्लु भने भी डिपेन्डेन्ट डब्लु गिभन टी, भी र डब्लु र गिभन टी हुँदा डिपेन्डेन्ट छ कि छैन भने भी र डब्लु गिभन टी हैन। भी र डब्लु गिभन टी हुँदा फेरि त यो यहाँबाट गयो नि त, यो ब्लक छ नि त। सो यो चाहिँ डिपेन्डेन्ट भयो। सो यहाँ चाहिँ अब दुईटा पाथ छ के, टी अन्डरस्कोर वाइ गिभन भी, टी अन्डरस्कोर वाइ, यो भी दिएको छ, यो एक्टिभ पाथ हो नि त, यसले ब्लक गरिहाल्यो। सो हाम्रो के भन्छ इन्डिपेन्डेन्स, त्यही भएर चाहिँ यास भयो, यास हुँदैन। अनि यो चाहिँ ऊ छ नि त, यो चाहिँ इनएक्टिभ छ। सो नट ग्यारेन्टिड वाला लेख्नु पर्यो कि। अनि भी र डब्लु गिभन टी गिभन टी भनेको चाहिँ यो भएपछि त एक्टिभ हो, लिनियर इन्डिपेन्डेन्स यहीँ भेटिहाल्यो, इन्डिपेन्डेन्ट भनेर भेटिहाल्यो। अनि यो त एक्टिभ भने होइन नि त, त्यही भएर यो भइहाल्यो। यदि दुईटा कन्डिसन आयो यसमा चाहिँ, त्यही भएर चाहिँ यो भएन होइन। अब भी अन्डरस्कोर डब्लु गिभन वाइ छ नि त, गिभन वाइ भनेपछि यो र यो चाहिँ हाम्रो डिपेन्डेन्ट भयो। सो नट ग्यारेन्टिड, इन्डिपेन्डेन्स नट ग्यारेन्टिड, त्यही भएर के लेखेको छैन त्यहाँ।
हैन y र z गिभन w y र z गिभन w अनि यहाँबाट जाने पाथ भेट्नु पर्यो के खोज्नु पर्यो y र z जाने y w t x z हो नि त पाथ अनि यो एक्टिभ छ कि छैन भनेर हेर्नु पर्यो मेरो एक्सप्लेनेसनमा चाहिँ y र z गिभन w छ नि y र z गिभन w अब यो त एक्टिभ भयो यो र यो इन्डिपेन्डेन्स भयो हैन बट अब यहाँबाट यहाँ जान त छैन नि त गिभन छैन सो यहाँ जानै सक्दैन सो नट ग्यारेन्टिड के डिपेन्डेन्सी नट ग्यारेन्टी y र z गिभन t y र z गिभन t छ यो यहाँ र इन्डिपेन्डेन्स हुनुलाई चाहिँ यहीँ ब्लक हुनुपर्छ यहीँ सकिहाल्यो कुरा यो पनि यो पनि नट ग्यारेन्टी नै हो त्यही नै हो मेनली भनेको यो दुईटा चाहिँ याद गर्नु पर्यो कि यो भनेको क्याजुअल भयो यो भनेको हाम्रो कमन कज भयो अनि यो कमन इफेक्ट भयो कि यो दुईटा कज भयो यो इफेक्ट भयो कि इक्जाम्पलहरू यहाँ देखाएको छ च्याट जिपिटीबाट हेरेर त्यो गर्ने अनि सल्भ गर्ने